हेलो साथीहरु नमस्ते के छ खबर सन्चै हुनला आशा गर्दछु म पनि एकदम ठीक छु साथीहरु मैले यहाँ के बनाए भन्दाखेरि साउथ पोहा नमकिन यो साउथमा खाजाको रूपमा खाइन्छ एकदम यो टेस्टी स्पाइसी हुन्छ अनि यो बच्चाहरुलाई टिफिनको लागि नास्ताको लागि चाय पानीको लागि गेस्ट आउँदा चायकै साथ दिनको लागि यो खाजाको रूपमा खाइन्छ अनि त्यसैले साथीहरु यो तपाईहरुलाई पनि बनाउनु मन छ भने यो भिडियो लास्टसम्म जरुर हेर्नु होला ल नमकिन पोहा बनाउनलाई मैले यहाँनेर यति धेरै सामानहरु रेडी बनाएर राखेको छु अब एकैचोटी बनाउनु पर्यो नि त हैन बार बार बनाउन अल्छी लाग्छ एक महिनाको एकैचोटी बनाउँछु म त्यही भएर हेर्न सक्नुहुन्छ यहाँनेर मैले हरियो मिर्ची लिएको छु काटेर अनि त्यसपछि यहाँनेर लिएको छु लसुन यो थोरै चिनी लिएको छु मैले अलिकति यहाँनेर ड्राई फ्रुट अनि यहाँनेर लिएको छु मूंगफली यहाँनेर एक कटोरी मैले करी पत्ता लिएको छु यो सुक्खा नरिवल मैले यहाँनेर काटेको छु अनि यो बजारबाट किनेर ल्याए मैले यो नमकिन टेस्टको लागि राम्रो टेस्ट आउँछ हाल्यो भने अनि यहाँनेर भुनेको चना बजारबाट किनेर ल्याएको छु मैले एक कटोरी अनि त्यसपछि म यसमा यहाँनेर ल्याएको छु मैले मुरमुरा के भन्छ यो मुरमुरा नमकिन ल्याएको छु मैले अनि त्यसपछि यो मेरो तीनटा पोहा हो यही पोहाको चिउरा यो चिउराको मैले बनाउने हो पोका ल्याएको छु मैले 3 केजी नमकिन पोहा बनाउनलाई मैले चिउरा बनाउनलाई मैले यति सारै सामान लिएर राखेको छु अनि म यो रेसिपी देखाउँछु ल यो भिडियो लास्टसम्म हेर्नु होला ल घरमा काम आउने चीजमा तपाईहरुलाई एकदम शेयर गर्छु तपाई यो भिडियो लास्टसम्म हेर्नु होला ल मैले सबभन्दा पहिला यो पोहा काटे पोहाको प्याकेट मैले पोहावालै यो पाकेरवालै ल्याएको तपाईहरु जस्तो मिल्छ उस्तै बनाउन सक्नुहुन्छ खुलामा पनि मिल्छ यो मैले प्याकेटमै ल्याएको यो बनाउनुलाई थोरै पातलो वाला चिउरा ल्याउनलाई यस्तो पातलो वाला चिउरा पातलो खालको चिउरा राम्रो हुन्छ मोटो खालको चिउरा पुरा सारो हुन्छ अलि राम्रो हुँदैन हुन त हुन्छ त्यति राम्रो हुँदैन हेर्नुस् अब यसलाई मैले यो ग्यासमा पहिला यो ग्यासमा मैले थोरै फ्राई गर्छु कसरी फ्राई गर्छु हेर्नु होला ल भिडियो स्किप नगरेर हेर्नु होला ल अब मैले यो चिउरा थोरै थोरै गरेर तेल नहालेर सुक्खा भुनेछु ल तेल नहालेर सानो ग्यासमा ग्यास अलि कम गरेर सानो ग्यासमा ज्यादा ग्यास गरे भने जल्छ कमै ग्यासमा यसलाई सुक्खा सुक्खा यतिकै भुन्ने हो यो चिउरा किन भुन्नु पर्यो भन्नु होला साथीहरु यो चिउरा ओद्देको हुन्छ नि त अनि क्रिस्पी हुँदैन के चिउरा भुन्यो भने क्रिस्पी हुन्छ यो त्यही भएर क्रिस्पी बनाउनलाई मैले भुनेको ल यसरी सानो ग्यासमा आरामसँग यसलाई भुन्ने हो यो क्रिस्पी हुन्जेलसम्म भुन्ने हो यो क्रिस्पी भयो भने जल्लो हुँदैन यताहरुलाई कस्तो धुलो धुलो भयो यस्तो धुलो धुलो हुने गरी यसलाई क्रिस्पी भुन्ने यो जल्यो भने राम्रो हुँदैन फेरि जल्न दिनु हुँदैन दोस्रो भाँडामा ट्रान्सफर गरे मैले अरु चिउराहरू पनि हालेँ यसरी मैले निफेलेर हालेँ किनकि यसमा उ रहेछ धुल रहेछ यस्तो धुल रहेछ त्यही भएर निफेलेर हालेँ बादमा निफेल्दा पनि हुन्छ मैले सुरुमै निफेल्ने यसलाई किनकि जल्यो आस्न निचे तल लाग्यो नि त धुलो धुलो लाग्यो त्यही भएर मैले यसलाई सुरुमै निफेल्दिएँ अब साथीहरु यो मुरमुरा पनि मैले हल्का भुने अब यो पोहा पनि मैले हल्का हल्का भुने खाली बिना तेल नहालेरै भुने यसलाई पनि जसरी नै चिउरा भुनेको थिएँ मैले त्यसरी नै भुने यसलाई पनि थोरै थोरै गरी भुन्दैछु किनकि ज्यादा भयो भने चलाउनु मुस्किल हुन्छ त्यही भएर म थोरै थोरै बनाएँ थोरै थोरै भुने मैले यो जल्दी हुन्छ चिउरा जस्तो लेट हुँदैन यसलाई पनि मैले खनाएँ अब यो बाँकी भएको यसलाई पनि मैले हालेँ यो पनि भयो अब यो मेरो भुनेको चिउरा हो यो चिउरा यो मुरमुरा पनि मैले एउटैमा खनाएँ यसरी सबैलाई एउटैमा मिक्स गरेँ ग्यासमा मैले अलिकति तेल हालेँ तेल गरम भइसक्यो गरम भएको तेलमा मैले यसरी हालेँ मूंगफली सबै मूंगफली मैले हालेँ एकैचोटि यसरी पड्किन थालेँ हेर्नुहोस् जलाउने होइन हल्का भुन्यो यसलाई यो मैले यसरी निकालेँ यसलाई जलाएको राम्रो हुँदैन अब यो मैले नरिवल काटेको थिएँ मजाले यो नरिवल पनि मैले यसरी भुने यो तेलमा हेर्न सक्नुहुन्छ यसरी रातो हुन्जेल मैले भुने अब यो रातो भयो भने निकालिहाल्ने हो जल्छ फेरि जल्न दिनु हुँदैन यसरी मैले नरिवल पनि निकालेँ त्यसलाई पनि यसरी मिक्स गरेँ अब मैले यहाँनिर काजु पनि फ्राई गरेँ यसरी काजु पनि रातो हुन्जेल
ब्राउन हुन्जेलसम्म यसलाई भुन्ने। अनि त्यसपछि यसरी मैले निकालेँ, यसलाई पनि रातो भयो, हेर्नुहोस् हल्का रातो भयो। अब यसलाई पनि निकालेँ। अब यो किसमिसलाई पनि मैले यसरी यसमा भुने तेलमै, हेर्नुहोस् यसरी रातो भयो। किसमिस कसरी फुल्यो हेर्नुहोस्, यो फुल्न बित्तिकै यसरी रातो हुन्छ, रातो हुँदा त्यसलाई निकाल्ने हो। यसरी यसमा राखेँ, यसलाई पनि सबैलाई मिक्स गरेँ। लसुन, यो लसुनलाई पनि यसरी मैले भुने। यसलाई पनि रातो हुन्जेलसम्म पाक्न दिने हो। ब्राउन भयो कि यस्तो ब्राउन हुन्जेलसम्म भुन्ने हो हामीले। अब मैले यो ग्यास कम गरेँ। अब यसलाई पनि मैले निकालेँ। यो लसुन हाल्यो भने एकदम मिठो टेस्ट आउँछ, त्यही भएर यो लसुन मैले ज्यादै हालेको होइन, कत्रो लसुन हालेँ, एकदम मिठो टेस्ट आउँछ। यो पनि मैले यसैमा राखेँ। अब मैले यही तेलमा 4वटा जति सुक्खा खुर्सानी यसरी निचोरेर यसरी हालेँ। ग्यास एकदम स्लो छ है, छिटो जल्न सक्छ। अब मैले यहाँनिर चना, यो बजारमा भुनेको चना आउँछ, त्यही त हेर्नुहोस् यो भुनेको चना आउँछ, त्यही हो। अनि यसलाई पनि मैले यसरी यसमा राखेँ। अब मैले यसरी चलाएँ, ग्यास अब मैले थोरै बढाइदिएँ। अब यसमा हेर्नुहोस् है, मैले रायो राखेँ। यो 2 चम्मच जति मैले रायो पनि यसमा राखेँ। यसरी रायो पड्किँदै गर्दा मैले यो हरियो खुर्सानी पनि यसैमा हालेँ। थोरै मैले जिरा पनि राखेँ यसमा। अब यसरी रातो भयो होइन, ब्राउन कलरको भयो। अब त्यसपछि मैले करी पत्ता राखेँ, पुरै करी पत्ता राखेँ। कत्रो करी पत्ता राखेँ, पैसा टेस्ट एकदम मिठो हुन्छ नमकिनमा। अब यसमा मैले चिनी पनि राखेँ। चिनी ल्याएको थिएँ मैले, थोरै टेस्ट आउँछ एकदम, चिनी पनि राखेँ। अनि त्यसपछि मैले ग्यास एकदम स्लो बनाएँ। यही करी पत्ताको टेस्ट आउँछ क्या यो नमकिनमा, त्यही भएर मैले करी पत्ता एकदम ज्यादा हालेँ। अब मैले यसमा हल्दी राखेँ। हल्दी अलिक मैले ज्यादै राखेँ किनकि नमकिन धेरै छ। थोरै जिरा पाउडर राखेँ। अब मैले ग्यास बन्द गरिदिएँ ल, ग्यास बन्द गरिदिएँ। अब यसलाई ठन्डा हुन दिने हो, यो गरम छ एकदम गरम छ। अब हेर्नु साथीहरू, यो भुनेको चिउरा और मुरमुरा दुइटै मिक्स गरेको हो यो। मैले किन यही चलाउनु सजिलो हुन्छ भनेर मैले ठुलो भाँडामा राखेको छु। यो बजारबाट ल्याएको थिएँ। यो नमकिन हालेँ, यो नमकिन हाल्यो भने एकदम राम्रो टेस्ट आउँछ। यो नमकिन हालेँ मैले, यो पनि मुरमुरा टाइपकै हुन्छ। यो एकदम सो देख्छ यसले, हेर्नुहोस् है एकदम पखालो छ, राम्रो देख्छ, त्यही भएर यो पनि हालेँ मैले। मैले एकैचोटि बनाएको क्या, बार बार बनाउनु अल्छी लाग्छ। अनि मजाले यो राम्रो भाँडामा बन्द गरेर राखिदिने भने बच्चाहरू मजाले खान्छ। अनि ज्यादा बिस्कुट बाहिरबाट ल्याएको चिजहरू ज्यादा खान पाउँदैन, आफूले घरमा बनाइदिएपछि। यसरी मैले यो पुरा मिक्स गरेँ। अब मैले यो जो करी पत्ता बनाएको थिएँ त्यो पुरै सबै हालेँ मैले यसमा। अब यो करी पत्तालाई पनि मैले पुरा यसमा घोलेँ। अनि त्यसपछि यो त हाम्रो बाँकी नै छ, ड्राई फ्रुटहरू, मामफलीहरू, नरिवलहरू भुनेको थियो, त्यो पनि मैले सबै यसैमा खनाएँ। अब यो सबैलाई मिक्स गर्छु ल म। यसरी मजाले मिक्स गर्ने हो। एकदम ज्यादा भयो, मलाई मिक्स गर्नु एकदम गाह्रो भयो, सानो भाँडामा त हुँदै थिएन, ठुलो भाँडा भएर सजिलो भयो। नुन, यसमा मैले नुन हालेँ 2 चम्मच, फुल 2 चम्मच हालेँ। अनि त्यसपछि थोरै हालेँ मैले जिरा पाउडर। अनि मैले हालेँ यहाँनिर लाल मिर्च पाउडर, अनि मैले ज्यादा हालेँ। त्यसपछि मैले यहाँनिर हालेँ अदरक पाउडर। त्यसपछि यो चाट मसला हालेँ मैले, चाट मसला हालेँ मैले 1 चम्मच चाहिँ, थोरै अलिकति ज्यादा हालेँ। यो हालेँ मैले कालो नमक 1 चम्मच, ब्ल्याक पेपर, के भन्छ यसलाई, मर्चा पाउडर हालेँ मैले थोरै। अब यो सारैलाई मैले मिक्स गर्छु। मैले पुरै मिक्स गरेँ, हेर्नु कत्रो बनाएँ। अब यो बच्चाहरूले मजाले खान्छ नि, डब्बामा भरेर राखिदियो भने 1 महिनासम्म। अब मैले बाहिरको नमकिन बिस्किट किनेर ल्याउनु पर्दैन, अब घरमै बनाएको नमकिन खान्छ। हेर्नुहोस् यसरी मैले दोस्रो भाँडामा यसरी सोको लागि राखेँ। यो साथीहरू, यो तपाईँहरू पनि यसै बनाएर बच्चाहरूलाई खिलाउनु होला। ज्यादा से ज्यादा कम बच्चाहरूलाई बाहिरको खाना कम खिलाउनु होला। अनि घरमै बनाएर दिनु होला बच्चाहरूलाई, जो पनि खिलाउनुहुन्छ तपाईँ घरमै बनाइदिनु होला।
यसरी बजारको सामान मैले कम मिलाएर घरकै सामानबाटै मैले हेर्नुहोस् यसरी बनाइदिएको छु। तपाईँहरू पनि यसरी नै बनाउनु होला। अनि साथीहरू यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? अगर राम्रो लाग्यो भने लाइक सेयर जरुर गर्नु होला। ओके थ्याङ्क यू बाई बाई। काम लाग्यो पठाइदिन्छु ल।